हेलो अनि स्वागत छ सबैजनालाई मेरो ओके स्माइल युट्युब च्यानलमा। सबैजनालाई नमस्ते, सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र म चाहिँ आज छोरीलाई शनिबारको दिन चाहिँ घुमाउन हामी फ्यामिली लगायत अनि मेरा बहिनी सालीहरू र जेठानी दिदीहरूसँगै म चाहिँ घुम्न गएको यो कमल पोखरी भन्ने ठाउँमा पुगेको छु। पहिले चाहिँ टन्नै पानी थियो यहाँ, अहिले चाहिँ रहेनछ। र यो दृश्यहरू म देखाउन गइरहेको छु, हेर्नुहोला साथीहरू। यो चाहिँ मन्दिर हो यहाँको, यो पोखरीभन्दा मन्दिर निकै नै राम्रो मन्दिर छ। मान्छेहरू भिडभाड एकदम धेरै नै हुने गर्दो रहेछ। म पनि फर्स्ट टाइम आएको यहाँनिर, एउटा भिडियो पनि बनाइहालौँ न त भन्ने मनमा लाग्यो, त्यही भएर बनाएको। यहाँनिर चाहिँ पार्टी कार्यक्रमदेखि लिएर अन्य पिकनिक कार्यक्रम अथवा धेरै नै हुँदो रहेछ। यहाँ हरियाली देख्न सक्नुहुन्छ र मौसम पनि अघिसम्म चाहिँ निकै खुल्ला नै थियो। अहिले चाहिँ अलिकति बादलले ढाकेको छ र घाम पनि डुब्न लागिरहेको छ। यहाँ चाहिँ आज एउटा पार्टी के हो कार्यक्रम रहेछ, त्यो भर्खरै सकिएको छ। यहाँनिर देख्न सक्नुहुन्छ यो भिडियो मार्फत। र अब केही समयपछि यहाँनिर सुनसानै हुन्छ, दिउँसो अथवा बेलुका ठिक्क टाइम 4-5 बजीतिर त निकै भिडभाडै देख्न सक्नुहुन्छ। र म चाहिँ अब यो भिडियो गर्दैछु। अब केही समयपछि म पनि बिस्तारै म जान्छु। यो चाहिँ माथितिर मन्दिर जाने बाटोहरू हो। यहाँ भोलि पर्सि चाहिँ हरियाली पानी परेपछि, अझै पानी परेको छैन, त्यही हुनाले अलिकति हरियाली छैन। यो चाहिँ मेरो छोरी पनि यहाँ घुम्न आएको आज। यो चाहिँ सानो यहाँ पोखरी रहेछ, पानी योभन्दा माथि चाहिँ ठुलो पोखरी हुन्छ पछि, अहिले चाहिँ रहेन, सुकेको रहेछ। यो चाहिँ मन्दिर पानी सानी जमाएर राखेको रहेछ। भोलि पर्सि त यहाँ त व्यापक हो, मान्छेहरू त कतिको कति यहाँ त भिडभाड हो। पारिपट्टि देखिने चाहिँ यो काठमाडौँ हो। ल हेर्नुहोस् त भिडभाड, कतिजना मान्छेहरू कति धेरै आउनुहुन्छ यहाँनिर घुम्नको लागि। यहाँनिर चाहिँ मकै पोल्ने ठाउँ पनि छ है साथीहरू। मेरो छोरीले अस्तिदेखि मकै खान्छु भनिरहेको थियो, आज चाहिँ उसको इच्छा पुरा हुन्छ जस्तो छ। म चाहिँ यहाँनिर छोरीलाई एउटा मकै बोकेर फर्किने प्लानिङ गरिरहेको छु। अघि म तल पुगेर पनि फर्केर आएको, छोरीले खाने कि खाने भनेर। मकै महँगो रहेछ भनेर म चाहिँ नलिजान लागिरहेको थिएँ। फेरि छोरीले म मकै नलगेपछि झगडा गर्न थाल्यो भने, त्यही भएर म चाहिँ मकै लिनको लागि फेरि फर्केर आएको छु। ल एउटा भिडियो पनि बनाइहालौँ न त भन्ने लाग्यो, अनि भिडियो पनि बनाउन थालेको छु मैले। उहाँले यो चाहिँ गोर्खाबाट लिनुभएको मकै रहेछ। उहाँले मलाई भन्दै हुनुहुन्थ्यो, भाइ यो मैले गोर्खाबाट लिएको भनेर। हेर्न सक्नुहुन्छ है, मकै बोल्दै हुनुहुन्छ उहाँ।